दिलको सम्बन्ध बडा अजीब हुन्छ, त्यही नै आज बढी रुन्छ जसले इमानदारीको साथ त्यो सम्बन्ध निभाएको हुन्छ। लास्टमा आजको एउटा विनर पोस्ट, उहाँको नाम प्रदीप लामिछाने हो। उहाँ लेख्नुहुन्छ, यो कथा मैले 10 चोटि दोहोऱ्याएर पढे, धेरैलाई ठूलो पाठ सिकाउनेछ। एकजना गुरु 2टा स्याउ लिएर कक्षा कोठामा पुगे। टेबलमा राखे 2टा राता राता स्याउहरू राम्रा देखिन्थे। अनि आफ्ना विद्यार्थीहरूलाई के भन्यो भन्दाखेरि, यो 2टा स्याउ उस्तै देखिन्छन् नि हैन भनेर सोधे। सबै विद्यार्थीले हो सर, दुवै ठ्याक्कै उस्तै देखिन्छन्, राता सफा फ्रेश स्याउहरू भनेर। तर गुरुले चाहिँ विद्यार्थीलाई भनेका थिएनन्। 2टा मध्ये एउटा स्याउ चाहिँ उनले बेसमारी भुइँमा झारेको झारिनी थिए। उनले त्यस्तो गरेका थिए, विद्यार्थीलाई त्यो कुरा थाहा थिएन। अनि 2टा स्याउ राखिसकेपछि एउटा स्याउ चाहिँ उठाए, त्यही अघि त्यो भुइँमा धेरै पटक झारेको स्याउ, र भने मलाई यो स्याउ मन परेको छैन, तिमीहरूले पनि मन नपराऊ। भनिसकेपछि विद्यार्थीले स्याउको बारेमा अनेक थरी भन्न थाले, यस्तो उस्तो नराम्रो नराम्रो कुराहरू। अनि एकछिनपछि अर्को एउटा स्याउ उठाए अनि विद्यार्थीहरूलाई भने यो स्याउ चाहिँ राम्रो हो। भन्दाखेरि विद्यार्थीहरूले त्यो स्याउको बारेमा राम्रो राम्रो कुराहरू बोल्न थाले। फेरि उनले के सोधे भने, ल ठिक छ, 2टा स्याउ देखाइहाले, स्याउको बारेमा एउटाको बारे एकदम नराम्रो, एउटाको बारे राम्रो कुराहरू भन्यो, अझै पनि स्याउ उस्तै देखिन्छन् भनेर भन्दा विद्यार्थीले हो सर, जस्तो एउटा अर्को पनि उस्तै रसिलो ताजा राता राता स्याउहरू भनिसकेपछि सरले स्याउलाई ठ्याक्क बीचबाट काटे। जुन अघि स्याउको विषयमा राम्रो बोलिएको थियो त्यो चाहिँ भित्र एकदम रसिलो ताजा सफा थियो भने जुन भुइँमा धेरै झारिएको त्यो बारेमा नराम्रो नराम्रो कुरा भनिएको थियो त्यो भित्र घाउ नै घाउ लागेको थियो, एकदमै कमलो पनि थियो। सो भन्न खोजेको कुरा अरूलाई जिस्काउने, एकजनाले त्यसको बारेमा के नराम्रो भन्छ, अरूले पनि कति भन्दै जान्छन् हो, त्यस्तो कुरा अरूलाई गिज्याउने, जिस्काउने, नचाहिँदो कुरा भन्ने, बेइज्जत गर्ने, त्यो विषयमा कस्तो हुन्छ रे भने ठ्याक्कै यस्तै हुन्छ। हामी मान्छेहरूलाई पनि नि जब अरूले नराम्रो व्यवहार गर्छन् हामीलाई भित्रभित्र असह्य हुन्छ, तर हामी अरूलाई देखाउँदैनौं। बाहिरबाट देख्दाखेरि अरू जस्तै हुन्छौं, तर भित्र हामी यसरी गलेका हुन्छौं, यति घाउ लागेको हुन्छ, यति चित्त दुखेको हुन्छ। त्यसैले तपाईँ कसैलाई चित्त दुखाउँदै हुनुहुन्छ भने तपाईलाई चित्त दुखाउने 1 मिनट लाग्ला समय, तर तपाईको पूरा जीवन तपाईलाई पुग्दैन त्यो घाउ निको बनाउनको लागि।